च्याप्टर 1 परिचय हो। प्रब्लम सोल्भिङ क्रिटिकल एनालाइसिस क्वेसन 15 मार्क्सको। कन्सेप्चुअलाइज मार्केटिङ म्यानेजमेन्ट एन्ड डिस्कस द प्रोसेस अफ मार्केटिङ म्यानेजमेन्ट। बजारशास्त्र व्यवस्थापन मार्केटिङ म्यानेजमेन्ट मानवीय आवश्यकताहरूको परिपूर्ति गर्ने प्रमुख उद्देश्य राखी बजारशास्त्र व्यवस्थापन मार्केटिङ म्यानेजमेन्ट मानवीय आवश्यकताहरूको परिपूर्ति गर्ने प्रमुख उद्देश्य राखी वस्तु तथा सेवाको गरिने विनिमय व्यावसायिक क्रियाकलापका साथै व्यवसायको उद्देश्य प्राप्त गर्नका लागि लक्षित बजार वा ग्राहकलाई सन्तुष्टि दिने गरी वस्तु तथा सेवाहरूको बारेमा योजना, तर्जुमा, मूल्य निर्धारण, प्रवर्तन र वितरण गर्ने सम्बन्धी नीतिगत, प्रक्रियागत, सङ्गठनात्मक ढङ्गबाट कार्यकुशलता र प्रभावकारी तवरले बजारशास्त्र सम्बन्धी नीति तथा कार्यक्रमहरूको बारेमा उचित निर्णय दिनुलाई बजारशास्त्र व्यवस्थापन भन्छ। बजारशास्त्र व्यवस्थापन सङ्गठनको लक्ष्य एवं उद्देश्य हासिल गर्नका लागि बजारशास्त्र सम्मिश्रण सम्बन्धी प्रोडक्ट, प्राइस, डिस्ट्रिब्युसन एन्ड प्रमोसन योजना गर्ने, सङ्गठन गर्ने, मानव संसाधन व्यवस्थापन गर्ने, निर्देशन गर्ने र नियन्त्रण गर्ने सम्बन्धी कार्य गर्नु र आवश्यकीय सुधार ल्याउनु हो। बजारशास्त्र व्यवस्थापन गर्दा माग व्यवस्थापन र लाभदायक ग्राहक सम्बन्ध निर्माणमा जोड दिनुपर्छ। बजारशास्त्रसँग सम्बन्धित साधनहरूको मितव्ययी, कार्यकुशल र सही प्रयोगका लागि यो बजारशास्त्र योजना, त्यसको कार्यान्वयन र नियन्त्रणमा जोड दिनुपर्छ। विभिन्न बजारशास्त्र रणनीतिहरूको विकास गरी त्यसको कार्यान्वयन गरी चुस्त व्यवस्थापन सूचना प्रणालीको व्यवस्था गर्दै ग्राहक सम्बन्ध निर्माण, सडक ब्रान्डिङ, बजार सम्मिश्रण र महत्त्व श्रृङ्खलालाई समेत जोड दिनुपर्दछ। बजारशास्त्र व्यवस्थापन प्रक्रिया मार्केटिङ म्यानेजमेन्ट प्रोसेस। बजारशास्त्र व्यवस्थापनका प्रक्रियाहरूलाई निम्न प्रस्तुत गर्न सकिन्छ। परिस्थिति विश्लेषण, सिचुएसन एनालाइसिस। बजारशास्त्र व्यवस्थापन प्रक्रियाको सुरुवात नै परिस्थिति विश्लेषणबाट हुन्छ। यस अन्तर्गत आन्तरिक तथा बाह्य दुवै वातावरणको विश्लेषण गरी बजारशास्त्र व्यवस्थापनका लागि आवश्यक सूचना प्राप्त गर्न सकिन्छ। परिस्थिति विश्लेषण अन्तर्गत एक व्यवसायको आन्तरिक क्षमता थाहा पाउन, सबलता र दुर्बलताको पहिचान गर्ने, व्यवसायको बजार आकर्षकता पहिचान गर्न, बाह्य वातावरण अन्तर्गतको अवसर र चुनौती पत्ता लगाउने, परिस्थिति विश्लेषणका लागि इन्भाइरोमेन्ट, ट्रेड एन्ड अपर्च्युनिटी प्रोफाइल, स्ट्र्याटेजिक एडभान्टेज प्रोफाइलको समेत विश्लेषण गर्ने गरिन्छ। बजारशास्त्र योजना तथा कार्यक्रमको तर्जुमा। 2 मा बजारशास्त्र योजना तथा कार्यक्रमको तर्जुमा, फर्मुलेटिङ मार्केट